न्याय क्षेत्रमा प्रधान न्यायाधीश भइसकेको व्यक्ति जसलाई कानुनको संविधानको बहुत राम्रो ज्ञान छ, त्यस्तो व्यक्तिले संविधानले कुनै पनि व्यक्तिलाई कुनै पनि जात जाति धर्म सम्प्रदाय संस्कृतिको बीचमा वैमनस्यता उत्पन्न गर्ने, होच्याउने, घृणा गर्ने, हेला गर्ने, अपमान गर्ने, तिरस्कार गर्ने, भड्काउने किसिमका कामहरू गर्न रोक लगाउँछु। एउटा सामान्य नागरिकलाई पनि रोक लगाउँछु। उहाँ मुलुकको त्यत्रो महत्त्वपूर्ण ओहदामा बसेर कानुन र संविधानको ज्ञान भएको र अहिले त कार्यकारी प्रमुख समेत भएको व्यक्तिले जुन किसिमका अभिव्यक्ति दिनुभएको छ, त्यो अभिव्यक्तिले हाम्रो शिर लज्जित भएको छ। त्यसैले म आज उहाँहरूसँग किन एकै ठाउँमा छु भने यो तपाईहरुको मात्रै समस्या होइन, यो मुस्लिम समुदायको मात्रै समस्या होइन, यो हामी सबैको समस्या हो। तपाईहरुमाथि अन्याय पर्दाखेरि त्यो अन्यायले हामीलाई पनि पिरोल्छ, हाम्रो पनि शिर झुक्छ। मुस्लिम समुदाय नेपाल निर्माणको अग्रणी भूमिका खेलेको समुदाय हो। आज हामी जुन भूमिमा छौं, जुन मुलुकको नागरिक भनेर हामी आफूलाई भन्छौं, त्यो मुलुकको निर्माणमा उहाँहरूको जुन योगदान छ, त्यो योगदान अन्य कुनै पनि समुदाय, अन्य कुनै पनि सम्प्रदायको भन्दा कम छैन, बरु उहाँहरू अग्रणी स्थानमा हुनुहुन्छ। त्यसैले जसले मुलुक निर्माण गर्यो, यो मुलुकसँग जो जोडिएको छ, यो माटोसँगको सम्बन्ध छ, नाता छ, त्यस्तो समुदायमाथि अपहेलित गर्ने गरी, घृणा र देश उत्पन्न गर्ने गरी प्रधानमन्त्रीले जुन शब्दमा अभिव्यक्ति दिनुभयो, त्यो प्रधानमन्त्रीको पदको लागि पनि शोभनीय छैन, मुलुकको लागि पनि शोभनीय छैन, हामी कसैको लागि पनि शोभनीय छैन। त्यसैले प्रधानमन्त्रीमा अलिकति पनि सौम्यता छ भने आफ्ना भनाइहरू फिर्ता लिने मात्रै होइन कि मुस्लिम समुदायमाथि अनकन्डिसनल रूपमा माफी माग्नु पर्दछ।